सभामुखज्यू यस्ता नाथे बैठक खै प्रधानमन्त्री आउनु पर्दैन हामी प्रधानमन्त्री बिना हामी बैठकै गर्दैनौ गर्दैन बोलाउनु परेन गर्दैनौ भने चाहिँ हामी गर्दै छिरे प्रधानमन्त्रीलाई माननीय हर्कज्यू तपाईँ आजकल अलिकति अमर्यादित हुनुभएको छ है अलिकति भए पनि मर्यादामा बस्दिनु न है बिन्ती छ यस्ता नाथे प्रधानमन्त्री त कता गए हामी चाहिँ यहाँ बस्ने यस्ता नाथे हामीलाई चाहिँ प्रधानमन्त्री चाहियो कि प्रधानमन्त्री अहिले चाहियो होइन भने म भन्छु प्रधानमन्त्री यस्ता नाथे दुई कौडीका ए तपाईले मुख सम्हालेर बोल्नुहोस् है लड्ने हो सिंगल ए माननीयज्यू तपाईको दुई दिए सरकार बन्यो भन्दैमा भिड्ने कुरा गर्दै हुनुहुन्छ लड्ने कुरा गर्दै हुनुहुन्छ यस्ता नाथे आउनुहोस् न तपाईँ सबैजना दुई आउनाले फाल्छु यस्ता नाथे सभामुखज्यू यस्ता नाथे बैठक हामीले बहिष्कार गर्नुपर्छ प्रधानमन्त्री नआएको बैठक हुन्छ बहिष्कार गर्नुपर्छ हामीले बहिष्कार गर्नुपर्छ के छिटो बहिष्कार गर्नुपर्छ सभामुखजी आदेश मार्दै दिनु कुच्याइदिउँ दुईटैलाई मान्य सदस्यहरू तपाईँहरू आफ्नो मर्यादामा बस्नु होला यो संसदमा अब बाहिरतिर यस्तै भयो भने मै कुच्याउनेवाला छु यस्ता नाथेले देश बनाउँछन् अरू कुरा होइन हामीलाई चाहिँ प्रधानमन्त्री चाहियो भने माननीय हर्कज्यू तपाईँ 2-4 दिनदेखि अमर्यादित रूपमा यहाँ पेश आइराख्नु भएको छ है अलिकति मर्यादामा बस्नु होला नत्र मैले तपाईँलाई आमा गाली सँगसँगै 2-3 भागसिङ दिन सकिनँ भने माग कसम मेरो आमाले मलाई जन्माएन सभामुखज्यू यस्तै चाहिँ संसदमा यस्तै धाँधली हुन्छ भनेर थाहा पाएर मैले चाहिँ नक बोएर ल्याएर आएको छु हान्देम माननीय खगेन्द्रजी तपाईँ पनि त्यो नक छ नि स्ट्यान्ड बाई राख्नु होला म आफै आदेश दिन्छु प्रधानमन्त्री चाहियो भने प्रधानमन्त्री हामी संस्कृति पार्टीले देशै बनाउँछ र सम्पूर्ण हाम्रा माननीय सदस्यहरू पनि आफ्नो मर्यादामा बस्न हुन हार्दिक अनुरोध गर्दछु होइन भने जमानामा फाल्गुन्दा दादाले लट्ठीमा खुट्टा टेकेर अड्डा जस्तो मैले पनि बुन्चोडो नचाउनु नपरोस् है याद गर्नु होला